एउटा फुलिरहेको अमलाको कुन अमला कुन चाहिँ फुल हो हुन्छ अलिअलि भित्रको बुवा टिभी हेर्नु हुँदो रहेछ क्यामेरामा त जेड कत्रो देखिन्छ हामी चाहिँ आज 4 जना देख्न सक्नुहुन्छ हिँड्दैछौँ यहाँ कोरियाको गल्ली गल्लीमा काम नभएर डाँडामा गएर पुगेर आऊँ भनेको हाम्रो कम्पनी चाहिँ उ त्यो पर्तिर हो हामी हिँड्दैछौँ यो खोला नालातिर कतै माछा भेटिहालिन्छ कि 4-5 केजीको भनेर हेरेको तर भेटिएन त्यो जेट प्लेनलाई नहेरौँ त्यो जेट प्लेन यो भिडियोमा अलिकति आउँदैन क्या भिडियो अर्को वालामा मात्रै आउँछ अर्को प्लेन पनि गइरहेको त्यसको स्पिड त्यहीले कति स्पिड हान्छ भन्दा यति स्लो छ बा केटाहरू त यार क्या हिँड्छ मिठामै भाइले त जहिले बक्सिङ हान्छ यार अस्तिको भिडियो नि बक्सिङ थियो तपाईँले त हेर्नु भएन होला हाल्दै रहेछ तपाईँले अस्तिको हाम्रो त्यो खनेको युट्युबमा हेर्नुभयो हेर्नु न कस्तो हिँड्दैछ ल हाम्रा एउटा महान व्यक्ति रातो टी सर्ट लाउनु भएका लेनिस घन्चाक्की उहाँ सेतो टी सर्टमा हुनुहुन्छ हाम्रो रामेश घिसिङ दाई यता कालो कालो लाउनु भएका हाम्रा प्रिय भुवन केसी नामलेदेखि नझुक्किनु होला नाम मात्र भुवन केसी हो अनुहार हेर्दा त नाना पाटेकै रहेछ अब थाहै होला को भनेर जान्ने त यही बाटो तर पर्छनमा पर्छ यो चाहिँ हाम्रो कम्पनी नजिकै कृषि खेतीमा रोपेको मकै हो मकै चाहिँ जेउ सिधा पारेर रोपेको छ अनि बिचमा यहाँ थानफुङ पत्ता रातो रातो पत्ता पनि छ भेष र पत्ताको कलर उस्तै छ अनि यहाँ छ हाम्रो इन्सपेक्टर दिपेन्द्र चन्द इन्सपेक्टर अनि 2 जना डन्ठेहरू छन् 2 जना डन्ठे पुलिसहरू छन् अगाडि ए यता त बक्सिङ मास्टर पो बिर्सेछ उहाँ चाहिँ फेरि हेड सेफ हो भाइले चाहिँ जहिले बक्सिङ हान्छ क्यामेरामा हामी परबाट हिँड्दै त यता आइसक्यौँ उति त हो हाम्रो त्यो कम्पनी त
रुममा जान पनि यहाँ दुईजना, एकजना के पर्यो बक्सर, अर्को एकजना हेड सेफ, यता इन्सपेक्टर हेड सेफ हो, किचनको हेड सेफ के। अनि यहाँ छ फुल दामीको, यो फुल पनि दामीको छ। हिँड्दै 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 आइयो। अर्को हप्ता त कपाल काट्नु पर्ला जस्तो छ यार भाइ मेरो पनि यार।